ल साथीहरू, म तपाईँहरूलाई आज T20 वर्ल्ड कप होइन क्रिकेट चलिरहेको छ अनि कसरी हेर्ने भन्ने कुरा सिकाउँदैछु। र यो मेरो कम्प्युटरको स्क्रिन हो। कम्प्युटरको स्क्रिनमा यसरी जनावरहरू होइन, कहिले डल्फिनहरू आउँछ, कहिले पेङ्गुइनहरू आउँछ, कहिले डगहरू आउँछ, कहिले क्याटहरू आउँछ, रमाइलो रमाइलो यो स्क्रिनहरू आउँछ। मलाई यो यस्तो एनिमल मनपर्छ। र सिधै जाउँ कुनै एउटा ब्राउजरमा जाउँ र मैले अर्को ट्याब गरेँ। यसमा तपाईँहरू कुनै एउटा गुगल क्रोम ब्राउजरमा जानुहोस्, सजिलो हुन्छ त्यसबाट आइडी एकाउन्ट बनाउनको लागि। अनि गुगलमा गएर आइसिसी टिभी भनेर यसरी सर्च गर्नुहोस्। अनि सुरुमै टपमै आइसिसी टिभीको लिङ्क आउँछ, त्यसमा क्लिक गर्नुहोस्। अनि त्यसपछि तपाईँहरूको एकाउन्ट छैन भने चाहिँ यहाँ थिमबाट साइन अप गर्नुपर्ने हुन्छ होइन। यहाँ देखाउँछ साइन अपको लागि भनेर। अनि मेरो त अलरेडी के छ भन्दाखेरि साइन अप भएको छ, अनि त्यही भएर बनाउनु पर्दैन। र यो आइडी भएपछि अरूले पनि युज गर्न मिल्ने हुन्छ। अनि त्यसपछि लगइन गर्नुहोस्। लगइन गरेपछि लगइन विथ गुगल गरिदिनु भयो भने पनि हुन्छ, जिमेलबाट गरिदिँदा सजिलो हुन्छ। त्यसपछि यो आइसिसी टिभीको होम पेज भइहाल्यो होइन। म रिटर्न होम पेजमा गएँ र यस्तो लगइन भएपछि यस्तो आउँछ, यस्तो इन्टरफेरेन्स आउँछ। अनि यसमा चाहिँ आइसिसी टिभीमा जानुहोस् होइन, यत्तिकै तल पनि देखाइरहेको हुन्छ न्युजहरू, यतापट्टि एडभर्टाइजमेन्टहरू पनि आइरहेको हुन्छ। म्याचहरू कुन कुन म्याचहरू छ, टेबलहरू के छ भनेर स्ट्यान्डिङहरू सबै हेर्न सक्नुहुन्छ। अनि म चाहिँ यहाँ आज अहिले हेर्ने लाइभ हेर्ने भनेको भएर यहाँ थिम गइहाल्छु। अनि यहाँ गइसकेपछि तलपट्टि आइसिसी टिभीको तलपट्टि यहाँ थिम चाहिँ लाइभ भनेर यसरी देखाएको हुन्छ। यहाँ थिम मेरो कर्सरलाई देख्नुभएको छ कि छैन, यहाँ क्लिक गर्नुभयो भने चाहिँ आइसिसी टिभीको लाइभमा हामी पुगिन्छ। अहिले इन्डिया र पाकिस्तानको गेम भइरहेको छ, तपाईँहरूले हेर्न सक्नुहुन्छ। अनि एकदमै रमाइलो रोमाञ्चक छ। ल कस्तो मजाले विकेट गयो होइन। अनि यसलाई चाहिँ जुम गरेर पनि हेर्न सक्नुहुन्छ, यसरी जुम गर्न सक्नुहुन्छ। कपिराइट आउने भएर मैले यसलाई थोरै साउन्ड चाहिँ म्युट गरिदिएँ। अनि आइसिसीले यो कुनै पनि कुराहरूलाई चाहिँ यत्तिकै हाल्न दिँदैन। यहाँ ट्याक्क के भएको छ भन्दाखेरि विकेट गएको छ, कस्तो मजाले तपाईँहरूले नि हेर्न सक्नुहुन्छ। अनि यो चाहिँ एजुकेसनल पर्पजको लागि मात्रै बनाएको हो। अनि हामीले यस्तो आइसिसीको भिडियोहरू चाहिँ हाल्नु पाउँदैन है, त्यही भएको भएर धेरै नदेखाउँ। अनि तपाईँहरू चाहिँ यहाँबाट हेरेर होइन, टिभीमा पनि लगइन गर्न सक्नुहुन्छ, कम्प्युटरमा, मोबाइल फोनमा होइन, जहाँ चाहिँ जुन कुनै ठाउँबाट पनि लगइन गरेर होइन, अनि मजाले हेर्न सक्नुहुन्छ फ्यामिलीसँग, साथीहरूसँग है। अनि यहाँ थिम आएर यहाँ चाहिँ गेमको स्ट्यान्डिङहरू पनि हेर्न सक्नुहुन्छ। 20वटा यहाँ कता छ भन्दाखेरि म्याच स्ट्यान्डिङ भनेर यहाँ म्याचेस भनेर यहाँ हेर्न सक्नुहुन्छ। अनि यसले चाहिँ प्लो पनि राखिदिरहेको हुन्छ, गेमहरू के भइरहेछ होइन। अनि टिकटहरू फ्रीमा विन गर्न पनि सकिन्छ होइन। कहिलेकाहीँ अब सोधिराखेको हुन्छ क्वेसनहरू, क्विजहरू। अनि यहाँबाट हामीले स्ट्यान्डिङ पनि हेर्न सक्छौँ। नेपाल त बाहिरिसक्यो होइन, 4वटा ग्रुप छ, 20वटा कन्ट्री छ। अहिले सुपर 8को गेम भइरहेको छ होइन। तपाईँहरू पनि कुन कन्ट्रीबाट हुनुहुन्छ, कहाँबाट हेर्दै हुनुहुन्छ होइन। अनि यतिकै टेलिभिजनमा हेर्नुभएको छ कि केमा हेर्नुभएको छ, तपाईँहरूले कमेन्ट गर्न सक्नुहुन्छ। म भिडियो लामो बनाउँदिनँ। हाम्रो देश नेपाल चाहिँ T20 वर्ल्ड कपबाट बाहिरिसकेको छ। ग्रुप एमा चाहिँ यी टिमहरू छ, दुइटैले चाहिँ दुवै गेमहरू जितेर 1-2मा आएको छ। इन्डिया पाकिस्तानको गेम भइरहेको छ, पोइन्ट्स पनि बराबर छ, यति नेट रन रेट मात्रै फरक छ, इन्डिया थोरै माथि छ। अनि तपाईँहरू पनि कुन टिमलाई सपोर्ट गरिरहनु भएको छ त्यो पनि लेख्न सक्नुहुन्छ। ग्रुप बीमा श्रीलङ्का, जिम्बाब्वे, अस्ट्रेलिया, आयरल्यान्ड, ओमान रहेको छ। ग्रुप सीमा चाहिँ वेस्ट इन्डिज, इङ्ल्यान्ड, स्कटल्यान्ड, इटली, नेपाल। यो नेपालको हेर्नुहोस् त, हाम्रो देशको बिजोग छ होइन। अब धेरै कुरा नगरौँ, हाम्रो देशका खेलाडीहरू पनि स्ट्रगल गर्दै हुनुहुन्छ, कुनै दिन खेल्नुहुन्छ, जित्नुहुन्छ, आशा गरौँ होइन। खेल्नु यतिको ठाउँमा पुग्नु पनि ठुलो कुरा हो हाम्रो लागि। र अर्कोमा चाहिँ यस्तो यो देशहरू रहेको छ होइन। साउथ अफ्रिकासँग खेल्दाखेरि कस्तो शान थियो, आज यतापट्टि वेस्ट इन्डिजसँग नि उ भयो होइन। केही छैन, तपाईँहरूले पनि रमाइलोसँग आइसिसी टिभीबाट चाहिँ T20 वर्ल्ड कप हेर्नु होला। T20 वर्ल्ड कप होइन, क्रिकेट हेर्नु होला, रमाइलो गर्नु होला। म यो भिडियोलाई चाहिँ युट्युबमा पनि हालिदिन्छु र युट्युबमा सब्सक्राइब गर्नु होला। अनि सब्सक्राइब गरेर मिठो कमेन्ट गर्नु होला। साथसाथै आगामी दिनमा म सुपर 8 पछाडिका गेमहरूमा चाहिँ प्लोहरू, क्विजहरू राखिदिन्छु होइन। लकी र
मार्फत तपाईँहरूले चाहिँ रिचार्ज कार्ड ई सेवा क्यासहरू जित्न सक्नुहुन्छ भन्दै म यो भिडियोबाट बिदा हुन्छु। धन्यवाद।